देशमा जुन देशमा आफ्नो उत्पादन केही छैन, जसको देशमा सियो उत्पादन हुँदैन, जुन देशमा ब्युरोक्रेसी यति भ्रष्ट छ कि त्यो भ्रष्टाचारको पनि सीमा नागिसकेको छ, अन्धधुन्ध छ। जुन देशका ब्युरोक्रेसी कर्मचारी घुसिया छन्, नेता माफिया छन्, जुन देशको सरकार आफू सत्तामा आउँछ, सत्तामा आउने बित्तिकै जनतालाई रोजगार दियोस् र राम्रा काम गरोस्, असल बाटो देखाओस् भन्दा युद्धग्रस्त देश पठाउँछ। इजरायल, रसिया, कतार खाडी मुलुकहरूमा जनतालाई पठाउँछ, जसलाई छिटोभन्दा छिटो पासपोर्ट तयार गर, छिटोभन्दा छिटो जसरी हुन्छ भगाउने प्रयास गर भन्छ। जुन देशमा 2 लाखभन्दा बढी सुरक्षाकर्मी छन्, जसले आफ्नो देशको जनताको जीवधन सुरक्षा गर्न सक्दैनन्, सरकारी सम्पत्ति आगो लाएर दनी बलिदार लाचार भएर हिँडिरहेका छन्, एउटा आगो निभाउने सामर्थ्य राख्दैनन्। जुन देशमा एउटा सामान्य मेयर प्रधानमन्त्री हुन्छ, त्यही मेयरको सिको सिकेर अरू पनि मेयरहरू पनि प्रधानमन्त्री होडमा लागेका छन् र निमुखा जनताको घाँटी निगुठेर, नगर प्रहरी लाएर निमुखा जनताको घाँटी निगुठेर दुनियाँको घरवास विहीन बनाएर एउटा विधि प्रक्रिया पद्धति कानुन सम्मत तरिकाले मान्छेलाई एउटा प्रक्रियामा लएर कानुनको दायरामा ल्याउने छुट्टै कुरा हो, बल मिचाइ गरेका छ। जो जहाँ कसैको केही सुनवाई छैन, लाचार छ, न यो देशमा प्रतिपक्ष छ, न देशमा यो सरकार जनताप्रति जवाफदेही छ, न यो देशका नागरिक सचेत छ। खालि नागरिक कस्ता भइदिए भन्दा गलत, जसले गलत गर्छ, जसले अफवाह फैलाउँछ, जसले नराम्रो धुन्दाकारी गर्छ, त्यो चाहिँ वाउ भनिदिन्छन्। अनि यस्तो देशका नागरिक हामी के नागरिक, हामी कस्तो बाटो खोज्दैछौँ, कस्तो प्रक्रिया खोज्दैछौँ, अथवा कुन नीतिमा चल्न खोज्दैछौँ, अचम्म छ। एकदम विडम्बना भनेको यही हो, जहाँ न सिस्टम छ, न रुल छ, न एउटा कानुनको दायरा छ, न प्रक्रिया विधि छ, जसलाई जे मन लाग्यो त्यही गरेका छन्। कमसेकम एउटा हरेक कुराको लिमिट हुन्छ, सीमा हुन्छ, के गर्ने के नगर्ने सबै कुराहरू एउटा कानुनी प्रक्रिया बाटो विधिद्वारा हुन्छ नि। छैन, केही छैन, जसलाई चाहिँ मन लाग्यो भ्याट गरिदियो, सकियो। अनि हामी सुशासनका विकासका यो हुन्छ ऊ हुन्छ भनेर आधार छाड्छौँ, बेकार छ यो। देखियो है, कोही नुगेको बाँसमा भँगेरी बसेर बाँस नुगायो भने जस्तै हो।